गुड मर्निङै सबैजनालाई आज चाहिँ धेरै दिनपछि भिडियो बनाउन लागेको त्यही पनि छुट्टी थियो आज भन काम त छ अहिले बेलुकाबाट होइन तर अहिले छुट्टी भएर दिउँसो चाहिँ स्कुल पनि छुट्टी छ भोलि पर्सिसम्म त्यहाँनिर आएको थियो केटाहरूमा छ के अरे होइन हो त्यहाँ हामी चाहिँ यहाँ माथिबाट घुम्न जानु लाग्यो त्यहाँनिर यसो आज धेरै दिनपछि भिडियो बनाइदिउँ न छोटो भने पनि भनेर अनि बनाउन लागेको भ्यू हेर न यहाँ ओहो दामी छैन त नि हेर्दै जाऊँ अब के हुन्छ कसो हुन्छ यी केटाहरू यहाँ खाने चारजना खाऊँ हामी चाहिँ चारजना खाऊँ ए यस्तो मौसम यस्तो दामी गरेको नि आजको दिन होइन चट्ट घुम्न जाने जस्तो दिन गर्थ्यो ठिकै भयो गर्मी त गर्मी छ अब आयल हातको हर्का तेह्र न घामले डरेर त्यो दामी छैन त नि ल ल तै लास्ट गाह्रो यार यत्रो उकालो रहेछ यार यहाँसम्म त ठेलियो यार यहाँबाट माथि त ठेल्न सकिएन अब हातले ठेलियो केटाहरूको गाडो बसेर कम उकालो यहाँ तलबाट उकाल्यो आधा त उचाल्यो आधा यतिको छ मेरो कपाल लौडो जस्तो देखिहाल्यो होइन हाते हाठिया हेर्न उकालो कस्तो उकालो सिकागा त तेमो वारु चाकबाट बसिन आइसक्यो ओह्रालो मुख त दौडिने भने त्यसका पार्टिङ पो छैन है भयो म भिडियो बनाएन अहिले म त माथिबाट बनाउँछु रानी वन जस्तै रहेछ मन्दिरमा दिनु नि यो मन्दिर हाम्रो यस्तो दामी छ हेर न दामी छ नि त हरियाली जाम 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 ऊ हाम्रो एउटा के भन्छ अरे युट्युबर जाम जाम म त गयो छोडिदियो त्यस्तो पनि को फोटो खिचिरहेको छ त्यो पहिलाको जमानाको मान्छेहरूले त्यस्तो फोटो खिच्यो होइन हामी त नयाँ जमानाको मान्छे हो हेर त फुको कटाएर ओहो कति शीतल हो दामी छैन त नि ओहो हेर न रोड मान्छे खायो कि मान्छे नि जापान चाहिँ खायो जापान त के खाँदै यस्तो जापाले त दामी खाने त नि मान्छेहरू दामी हेर के भन्छ पार्किङ यो गरेर केटा दामी भ्यू देखाइदिउँ तिमीहरूलाई र है अलिकति यताबाट एङ्गल मिलाएर देखाइदिउँ यस्तो बवाल छ भ्यू हेर ए वाहन छ क्या ओहो खाएन त र त दामी छ नि त भ्यू अनि हेर त हेर फुकुवाका टावर चाहिँ हो अरे फेरि यहाँ चाहिँ मेरो म्युजियम छ ए उस छ क्या हो क्या कहाँ चाहिँ म यार हो रे खामा म गएको के त्यो हो रे टापु लामो धन्दै तल हो रे टापुसम्म म गएको कि त माथिबाट दामी छैन त
तर म यो बाटो हुँदै म चाहिँ साइकल किनेको उता तलतिर हो क्या यता मुनितिर क्या अझै एउटा नि तल गएर तर यो एउटा घरहरू दामी लागेर मलाई होरेहरू सानो यहाँ हामी चाहिँ यहाँ माथिल्लोपट्टि जानु लागेको कि होइन चट्ट र न यहाँ फोटो खिच्ने रे के चट्ट दामी ठाउँमा आइयो कि होइन हामी चाहिँ यता माथि जाऊँ हौ केटा जाउँ न माथि के रहेछ एकताक हेरिदिउँ ए ढुक्क पछिबाट त मिल्यो क्या हामी अगाडि पो मिलेन हिँडेको बनाइदिनु यस्तो बवाल छ नि त बाटो धेरै दिन होइन धेरै महिनापछि आउनु लाग्यो आज चाहिँ भ्लग ढुक्क दामी आउँछ लास्ट भ्लगै हुनसक्छ र नि त्यहाँ साउन्ड सुन्ने खा त्यहाँ वहाँ गरेको त्यसको तर साइलेन्ट ल यहाँ चुप्लाएर हिँड्नुपर्छ कराउनु हुन्न यहाँ थुतुन देखाएन त्यही चाहिँ ठुलो भएको यहाँ गरेर यहाँ पानी भिजेको अन्त मलाई टोइलेट लाग्यो टोइलेट भयो त टोइलेट हान्दिनँ हो जाम माथि हेरेर कस्तो छ माथि जामै माथि फोटो सुटिङ हुँदैछ दोस्तको यहाँ बिचार दोस्तकै मोबाइलबाट खिच्दियो भने त भइहाल्यो यहाँ बिचार आइफोन ल दोस्तको फोटो खिच्दै पसाइ दोस्त फोटो हानिदिन्छ है म यो भिडियो बनाइदिन्छु ट्याक्कै हालेर निकाल है ल दिइरह पोज अब भिडियो भइरह ल थप्ने ल आइगयो बिटिया छ के बिहाइन्ड द सिन खै सर एकचोटि मोबाइल दिँदा म एकचोटि पुरै राउन्ड हानेर आउँछु म राउन्ड हानेर आउँछु कि यो भ्लग बनाएकै भएन जहाँ जे चिज देखाउन आएको त्यो देखाएन यिनको मुख देखायो हुँदै यिनकैबाट म चाहिँ यो यहाँ चाहिँ विस माग्ने हो नेपालमा नि सेम हुन्छ नेपालमा चाहिँ यहाँ चाहिँ यसरी यसो गर्ने अनि यहाँबाट यसो गर्ने अनि यहाँबाट चिया हान्ने कस्तो यस्तो हो रे है खै ल है उही खतरा हुँदो रहेछ यार दोस्त कसम बस त ल हेर त भ्युज गाइस कहिले देखेको थियो यस्तो भ्युज देख्न पाउँछ भनेर कहिले देखेको थियो मेरो सायद आउको काटियो होला तर भ्यू राम्रो छ है अनि यतापट्टि खिच्दै हुनुहुन्छ र यहाँ घोडा छ घोडामाथि चढ्न पाएको भए त मजा आउँथ्यो घोडा हेर न घोडा यो चाहिँ वर्ल्ड वार कतिमा यहाँको वर्ल्ड वार 2मा गएको घोडा होइन है त्यहाँ त उपर रहेछ त भाग्य नराम्रो छ मेरो म हेर्दिनँ मलाई थाहा छ म मेन इन्ट्री देखाउँछु म यही हो गाइज मन्दिर र भित्र केही त भइरहेछ सबले पूजा गरिरहन् भित्र जान पाइँदैन होला हामी डुम पौडी खेलेको नि देखेँ कता पौडी खेलेको होटेल हो कहाँको घर हुने मजा आउँदो रहेछ देखाइदिउँ देखिँदैन दोस्त देखिन्छ है यहाँ देखिन्छ ऊ देखिँदो रहेछ के देख के खै रोका एउटा क्यामेरा हाल त पुरै सिनेमेटिक सट हान्छ
घुम्दै घुम्दै अब एउटा सपिङ मल आइपुग्यौँ है। बरु मेरो भिडियो बनाइदियो न बरु म त्यहाँबाट यस्तो काटेर अलि भ्लगबाट काटेर हाल्यो हामी अन्डरग्राउन्डमा जाने भनेको होइन अन्डरग्राउन्डमा जाने भने के हो यो दामी सामी छ होला मलाई यहाँ फेरि फोन ठटाइ भिडियो सिडियो गर्न पाइन्न क्या फेरि कसै कसै ठाउँमा हो यहाँ सनस्क्रिमहरू रहेछ नि त यहाँ क्रिमको प्रोडक्टहरू हो कहाँ यहाँ सेल रहेछ त केटा यहाँ सेलमा जाने हो तर नामको मात्र सेल हो क्या तर प्राइस त एउटै हुन्छ फेरि हाममा त छ एकदम छ थाहा छैन हामी छ नि चाहिँ ओइ ओइ तेरा भाउ क्या ठस ओइ दामी रहेछ नि त केटा डुल्लियो हामी यार मजाले लाएर घुमियो डुल्लियो अब चाहिँ हिँडियो घरतिर अब घरतिर लाग्नुपर्छ झोलो चाहिँ त्यो यो हो मैले झिकाल्दै थिएँ हो झुन्डिया नि गुडिया त्यो त दामी तरिकाले 300 रुपियाँ खर्च गरेर त्यो झिक्लीतिर म 3वटा झिक्ली लाएको थिएँ होइन पुरा माथिमा मार त भुत्त खसिदिइराखेको अरे यार अब घरतिर जानुपर्छ घर 1 निद्रा सुतेर अनि काममा जानुपर्छ 3 बज्यो 4 5 6 बजे काम छ दोस्तीले पनि भ्लग हाल्छौ र म अनि आज धेरै पछि हो क्या मेरो भ्लग लग 3-4 महिना पछि साँच्ची हाल्छु सोधे हो कि आज दामी यो के भन्छ भिडियो आउँदैछ नि त एडिट हुन्छ है आज जाने बित्तिकै हुन्छ आज हुँदैन आज त आउँदैन भिडियो त बाइक दिइहाल्नु कावासाकीहरू आउन मेरो ड्रिम बाइक हो नि यो म एकता खान्छु क्या म यहीँभित्र गएर खाएको चाहिँ अब घरतिरै गएर भेटौँ कि आजलाई त्यति नै होला जस्तो अब के बाटोमा हेरौँ के कस्तो हुन्छ नत्र अब इन्डिङ दामी रहेछ यहाँ पुरा बच्चाहरू के छ केटा गुड मर्निङ है सबैजनालाई आज चाहिँ म चाहिँ यस्तो यता तलतिर आएको थिएँ कि होइन कस्तो ठाउँमा यस्तो गाउँमा आएको यस्तो खनाल छ होइन उताको त्यो ठाउँहरू यता दामी छ तर यहाँ चाहिँ आज बाटोमा अब हिँड्दै हो यस्तो घाम छ कहाँनिर तात्दै छ हिँड्दा पनि हेरेर धान खेत्ने यस्तो खेत्दै के हो फोन त यार सब उसाउँछ त यार नराम्रो आउँछ त यार धान रोपिरहेको रहेछ यार जामेर ऊ त मजा ऊ आएको त्यो सहर हो कि यो त्यहाँ हो म पुग्न पनि चाहिँ म चाहिँ बल्ल आधा बाटोमा हो यो अनुमोऱ्यो भने कहाँ यार यो अनुमोरो हावालाई
हानेर राखमा राख्छ आइसक्यो रातो भलैमा राख जामा अब उता गएर अब देखामला यहाँ त के देखाउने रे बाटोमा हिँडेको यता बाटो चाहिँ गाडी हिँडिराख म चाहिँ बाटोमा है यहाँ सामान लिएर आएँ अब सामान लिएर अब घर जान लाग्यो के अरे बाटोमा आउँदै रात परिसक्यो बेलुका 8 बजिसक्यो क्या हो 8 कि 9 बजिसक्यो अब घर जान्छु यहाँ फर्स्ट स्टेसन जान्छु स्टेसन जान नि अझै लाउँछ 5 मिनट जति लाग्छ एउटा स्टेसनबाट अब डाइरेक्ट अब ट्रेनमा गएर फेरि साइकलमा जानुपर्छ रुम पनि जान्छु आज यताउता गएको कतै भिडियो गर्न पाइएन के अरे अब यो डुल्लियो अब घर गएर फेरि डेन्जर होमवर्क गर्नु हो भोलिबाट फेरि कलेज स्टार्ट छ होमवर्क गर्नु हो पढ्नु हो यसो अब यहाँ रहेछ पार्क यसो गइदिनु हुन्थ्यो कि के गइराख्ने अब बेला पार्क स्टेसन पनि फेरि अब उता मन्दिरपट्टि जस्तै हिँड्ने आज त आमामा तै स्टेसन यहाँ वलतिर ए नेपाली क्याफे यहाँ रहेछ एउटा नेपाली क्याफे नि भेटियो लास्ट गर्न के गर्न आयो यहाँ तर ओइल सेल गर्न खामास खिजो जाम के हुन्छ अब त्यो स्टेसन त्यही हो के अरे यो जुन बत्ती लेखा नि हो यो हो रे पल्तिरपट्टि कस्तो हल्लियो हो त्यसपछि म के अरे जाम ट्रेन अब कतिखेर आउँछ थाहा छैन ट्रेन कुरम जाम अब डाइरेक्ट अब उतातिर गएर अब इन्डिङ हान्छु होला मैले भिडियो हेरौँ अब उता पनि के छ र अब ट्रेन आइहाल्यो टक्लक्क यहाँ छुट्यो आयो आधा घन्टा कुर्नुपर्छ ल बाई बाई बाई